परम्परा केवल सम्झनाका लागि होइन, पुस्तान्तरणका लागि हो। हामी मध्ये धेरैलाई लाग्न सक्छ देउसी भैलो सकियो भने तिहार पनि सकियो, तर हाम्रो गाउँमा कथा त्यहाँ सकिँदैन। बरु त्यहीबाट सुरु हुन्छ अर्को सुन्दर परम्परा। देउसी भैलोमा गाउँघरका दाजुभाइ, दिदीबहिनी र अग्रजहरूले दिएको सहयोगलाई हामी केवल रकमका रूपमा हेर्दैनौँ। त्यो विश्वास हो, त्यो माया हो, त्यो आफ्नोपन हो। र त्यही मायाको सम्मान स्वरूप केही समयपछि फेरि सबैलाई एकै ठाउँमा निम्तो गरिन्छ। 2 दिनसम्म चल्ने एउटा कार्यक्रम जहाँ परम्परा बाँचिरहन्छ, आत्मीयता झन् गाढा बन्छ र पुस्तौँदेखि चल्दै आएको संस्कृतिले फेरि नयाँ पुस्तालाई आफ्नो परिचय गराउँछ। हामीले यो भोइलाको चामल हामीलाई दिनुभएको उसमा दान गर्नुभएको हामीले आज यो पकुचौँ र फेरि यो पाठा काट्ने माड काट्ने साथीभाइहरूलाई खुवाउँछौँ, भोइले भाइहरूले खान्छौँ है। यो भात निम्तारूलाई मासु चिउरा खुवाउँछौँ है। निम्तारू पाउनलाई मासु चिउरा, यसलाई चाहिँ हामीलाई चाहिँ भात। निम्तारूले खाए पनि भात खान पाइयो। निम्तारूले खान्छु भने भात खान्छ, खान पाइयो। पुरानो बुढो भैलो हाम्रो पुरानो पुर्खौली गीत। अब भन्ने भगवानहरूलाई सम्झेर, देवताहरूलाई चारै दिशा सम्झेर गीत गाउने, नाच गर्ने हाम्रो पुरानो बुढो भैलो। हामी धेरै पुरानो भनेर हामीलाई धेरै राम्रो दान पनि दिनुहुन्छ, दोषिना गर्नुहुन्छ, धेरै खुसी भएर दिनुहुन्छ है। हामी धेरै पुरानो भैलो भनेर हामी त्यस्तो डेगमा नाच्दैनौँ त। हामीले आफ्नो जो मुखमा जाने छौँ त्यहीबाट गीत गाउँछौँ। त्यहाँ राम्रो मान्नुहुन्छ है हामीलाई। अन्टी गीत सुन्यो भने मान्छे धरक्कै रुन्छ है। म त टुकाइ लगाइदिन्छु, त्यस्तो होइन। मर्न साल हेर साथीहरूले यो भोलि नखानु, सोक मात्रै मनाउनु है। बाँचिरहनुहुन्छ अन्टी। हजुर के भन्नुहुन्छ भन्नुहोस्। बोल्दै बोल्नु न। माइजू नमस्ते। कति थप्पर मारे? 2 थप्परमा 2 थप्पर बेजेती भयो यो त। कोले हान्नी गइराले दिने न गइराले दिने ह सर्तौ मै राख्छु ल जान्छ के नाटक जान्छ जान्छ त गाडीले हानेको 125 किलोको टाढा जान्छ एउटा हान्ने रे जान्छ के हान्ने जान्दिन नि एउटा बियर एउटा जोडी खोल्नु न हो ती अर्को आउँ त जन्मियो नि त दाजुभाइमा ल हान्नुस् दुईटा बियर के ल हो के दुईटा बियर ल एउटा हान्नु अबेला हुन्छ के उता सिधा गरौँ नि यता ल्याउनु मैले त ल्याउने के ल भाडो 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 अलि माथि यादै देखो के केही हुन्न के देखेर हान्दिनु त्यो यार त बटार रहेछ मान्छे झुक्के लागेटाहरु फाल्नु के ल सानो पानी माथि त यसले झन् हान्न दिन्न गाडी भाडो उ लगाम के टुकुर भने पुछे यस्तो बनाते रोसी लाग्यो रोसी यासै रोसी माथि लगाउनु पर्छ र ल बाँध्न त माथि लगाउनु थाके छैन भगर सुगर आको त त्यहाँ रहेछ के बान्ने ठाउँ छैन रे हाम्रो तल राम्रो निकाल्न हो पछि तल हो अलि तान्ने नि जान्छ के एउटा आइदियो म पनि सार्छु उमेश झुक्के लाग्छ माथि छ कि उमेश त झुक्के लाग्छ जान्छ के त मिस्टेक यता हो रे भाडा ल्याए सामानहरु त त्यस्तै हो सामान के खोल उता राख्नुस् त भने आके न म अघि कुट्दै खायो त अघि ए जा सुस्त बेस्त ए समातम न कुट जाला यार बा तान्न मारे माथि पाडो छोडिदिउँ हिन्छ छोडिदिउँ त पहिले हो कान्छ भने ल्यान्नी किन्नानी त के बाहेर मलाई न म आन्थे त अलि माथि ले
यत्रो पिटाइसक्नु भएछ त धेरै पठाइसक्यो नि यार के गर्नु अरूको सिप छैन र मेरो सिप रहेछ म तालिम पनि गरेँ सिप मुलुक तालिम त्यही भएर हो कि 3 महिना तालिम हो 3 महिना तालिम त्यति पुग्छ मलाई 3टा खसी 3टा राँगा कति छ त बोक अङ्कल सिँगी काट्नु छ भोलि काट्नुपर्छ र है हुन्छ भन्नुहुन्छ त बाहुनको त यहाँबाट नराख भन्नुपर्छ क्या केही पनि हुन्न क्या एक ड्रम रक्सी छ ल एक ड्रम रक्सी अब एउटा टाउको आउनु छ 2टा 3टा पाडा काटेको तल दोलिनले यार थाम्छ यता बाहुनपट्टि यता मगरपट्टि छ है आन्टी तपाईँले त पाडा दिइसकेपछि किन यहाँ बस्न बिचरा त्यसले हेर्दै बस्दैन सम्पत्ति पालेको सम्पत्ति हो छोरा यता टङलङे चरचरी फुटाइदिएछन् खर्राइदिएछन् अलि धेर 2 किलो त हुन्थ्यो 3 किलो घटेछ झन् 2 दिन पालेपछि झन् त्यही घटेको थियो फुट्यो झन् पटपट त्यही घट्यो हेर केटा उता पो गयो त आउँदा त्यसरी यो मासु हेबा पालाको त चाचाडी बस्छ है खानु रहन्छ म त भक्कर भात खाएँ भात खाइसक्यो हजुर आन्टी हाँसेको त अँधेर बल्ल आयो ऊ चाहिँ यहाँ के एसिया मिसाउने हो हेलो खानु खानु बाहुली झन् खान्छन् है अब अरू बेला नि पाडा काट्न दिदीहरू जानु पर्ने भयो क्या अब हामीलाई भने हुन्छ हो न म भाइरल त होइन म त खिचेर राख्ने मात्रै हो नि दिदी युट्युबमा हाल त्यस्तो भाउजू खुट्टा नदेखेर के तिमीलाई के मुखमा देखे हुन्थ्यो भन्ने बहर मुख माथि हालिदिनु ल हालिदिनु खुट्टा नहालिदिनु मरमसला हालेर बजे बोलेको कसैले केही सुने छैन कि मलाई त टेक्सन नै छैन लो ढुङ्गाले हान्नु के होला नि हो लाइदिदा हान्नु ओके ढुङ्गाले जाममा हान्दिनु हजुर नाच्न लाइदिदा उलाई चोतने हामीलाई अहिले नाच्ने अहिले घरे नाच्न दि घरे नाच्ने ड्राइभर माथिको चाहिँ टमाटर लिएर आउँछु माइजू त्यसरी पोल्नु हो दिदीले मासु पोल्न हानेर नि एक्लै बसेर खानालाई हो खिचाइदिउ बोल ल सबभन्दा ह्यान्डसप त दाइ देखे हान के होइन र चाहे हात अहिले यहाँ त ठाउँ त उचालाउ के त्यो यार उचालाउ न कतिपल्ट उचाल्ने गाडी लड जान्छु घर सिलेट बोकेर म 10 पल्ट भयो उचाले मलाई भार पारेको छ नि यता छुट्याउने त खाने बेला खायो अहिले चाहिँ भोग लाएर छोडिगयो
मौसम चाहिँ रियल छ है कटाइ छ होइन छुट्टी खतरा छ नि बधाई यो सुरुले भेडा अन्त चाडा होइन 10 वटा टाङ्गा लाउँछ पाखा काट्ने कार्यक्रम चलिरहेको छ महिलाहरूले काटिरहने कार्यक्रम चलिरहेको छ साथीहरू यति त लाउने लगाएर भोलि बाई पनि भोलि लाग्दैन यो भोलि आएको बिलो यो अब निम्ताहरू लखाउने कि नानी भुट्टा निम्ताहरूलाई स्टार्ट भइसक्यो सुरु भइसक्यो भुट्टा होइन अब त्यसलाई उमालिदियो त्यसलाई टक्क सबै राखेर त्यसमा भित्र धेरै धेरै पर्छ कलेजा पर्छ राम्रा राम्रा चिजहरू पर्छ निम्ताहरू खुवाउने कि निम्ताहरू भनेको हाम्रो पाहुना उहाँले हामीलाई पैसा दिएर भयो हामी यस्तो भोइलो खाने भयो उहाँले एकदम स्वागत छ कि आज निम्ताहरू हाम्रो निम्ताहरू त्यो उतिर लाने आफ्नो घरतिर लाने कार देखन टाइम लाग्छ अझै टाइम लाग्छ हामी चाहिँ यहाँ पाडा र बोका नखाने मान्छेलाई माछा निकाल्नु जाँदैछौँ होइन मलाई जाल खेल्न आउन्न अङ्कल खेल्ने हो होइन जाम त हान्न त पर्फेक्ट गरे म पनि पहिलो त यार आएछ एउटा मात्रै पर्यो क्या दुईटा निकाल्छ प्लास्टिक ल्याएर चाहिँ पहिला प्लास्टिकमा हालिहाल्ने हो कि हो त्यही त मिलाई बोलाएर खुवाउने कि म त खाएन म त यहाँले त यो खानुहुन्न कि मैले त खान्न मैले भर्खर खाएको खाना खुसीले चिप्लेलाई द्याऊ लोन मान्छेले बोलाएर खान्दा यो भैलेवाला भात है यो बोल्नुहोस् के भन्ने त भैलेवाईको भात खानालाई खाम त्यही भन्ने खाना लागेको उहाँ जोक्दै हुनुहुन्छ त्यही भएर होला क्या यो चाहिँ हाम्रो यो आफै कुटेर बनाएको टपरी हो यो प्लास्टिकको भाँडा पनि किनेको छैनौँ सबै आफै घरमै टोपरी कुटेर ल्याएको बसन्ती थापा ए बसन्ती उता चिच्चाउँछ ए बसन्ती मासु मात्रै हो ल भित्र चिन्नु है किन भित्र चिन्नु आउँछ खोइ त रक्सी फेरि पाएको छैन रक्सी गर्नुहोस् है रक्सी त्यही हो सुटुक्क जहाँबाट ल्याएको त्यहीँ राख्नु पर्यो फेरि कानुन कारवाही लाग्छ यता खानु भर्खर भात खाएको नि खानुहोस् यो आन्द्रा दुईटामा आन्द्रा बनाइहाल्नुहोस् के मुखे रस त मेरो त खान्न भोक लागेन है भोक खाएको काम गरिरहेको रचना कुन
बिट्टा हातले समात है फेरि फेरि आएको निकाल हजुर अब उसको पानी पँधेर आउँछ आउँछ कि अब माइला निकाल आउँछ होला पानी पँधेर मैला नदेख्दै दिउँसो अथेर ए पानी पँधेरो माइलाइलाई नदेख्दा दिउँसै अँधेरो माइलाइलाई नदेख्दा दिउँसै अँधेरो खानी सारेर खान्न भने जमायामा हेर पानी पँधेरो मलाई नदेख्दै दिउँसै पातले खाइदिनु भयो पातले बजाएर तपाईँको त पातले खाइदिनु भयो पात बजाएर हो यसरी ढिल गऱ्यो बल्ल बल्ल ढिल भयो किन होला मेरो सिर ओ भइलो खानी हो मेरो सिर विदेश जाने
ती बोइला भुक्नी भएर घेटेर घेट्दै गएर होस् सालीले घेर लागेर माया पहिले अब साली हेर पहिला साली लागेर कति छन् साली गर्न पर्यो मनले गर्नु पर्छ राम्रो रे पुरै घाम पऱ्यो कि उहाँलाई त साख्य भेना हुँदा हुँदैखेरि लगाइदिनु अर्को साख्य भेना यहाँ छ अर्को लगाइदिनु नि साख्य भेना चाहिँदैन आपाटे मान्छे गइ भयो पर तिम्रो काट काटेर बोला बनाउँदा के छ यस मैडम हजुर अच्छा देखिदैन लाजा ठाउँ कप्पा पास मोर भाउजू हेर्दैन ल
मान्छेलाई दिनु कता हो कता हो ग्याङ फाइट हो ग्याङ फाइट हो मलाई एउटा चोक्टा ल्याउनु न गाडी हो त्यो सानो हो सानो सम्झना त खान्न के पाएका छैन रे यस्तो निहार्नु मैले मासु दया पोडकिदिन त्यो मासु अन्त कोइला चपाउनु भयो के यहाँले कसले पोडकिदिन ल निसा खानु खानु मन त खान्न मासु खाएको पनि देखे सुदीप राणा सुदीप सुदीप राणा खनारपुन चिन्ताबार घमा हजुर सन्तोषी राणा राणा सन्तोषी एकैछिन नगर भला दिनमणि घमा भावना घमा भावना विवापुन जगत राणा राणा मात्र हुनुहुन्छ